म कांग्रेसको सभापतिजीसँग म आग्रह पूर्वक भन्दैछु 10,000 मार्जिनले चुनाव जित्छु, जितेर तपाईसँग फेरि स्टुडियोमा तपाईले नै मेरो इन्टरभ्यु लिनु पर्ला। तपाई त राजनीतिक भविष्यवाणी पनि गर्नुहुन्छ, यो चुनाव पछाडि रासपाको पोजिसन अवस्था के हुन्छ? चुनाव पछि रासपाको 160 सिट हुन्छ। रासपालाई कुनै सहयोगी दलको आवश्यकता पर्दैन, बैसाखीको आवश्यकता पर्दैन सरकार बनाउनलाई। एउटा कुरा किनकि अरूको समानुपातिकमा जुन पर्छ नि 15 लाख 20 लाख भोट, रासपाको 50 लाख भन्दा बढी समानुपातिकमा भोट आउँछ। त्यो मेरो कुरालाई रेकर्ड राख्नुस्। कुनै पनि पार्टीको अध्यक्ष जित्न गइरहेको छैन। तपाईले म एउटा कुरा बताइरहेको छु, एउटा रासपा बाहेक न एमालेको अध्यक्ष जित्न गइरहेछ, न कांग्रेसको सभापति जित्न गइरहेछ, न जसपाको जित्न गइरहेछ, न लोसपाको जित्न गइरहेछ। यो जुन छ नि, न जनमतको जित्न गइरहेछ। तपाईले उनीहरूको क्षेत्रमा गएर अलिकति क्यामेरा घुमाइदियो भने तपाईले थाहा पाउनुहुन्छ जनतातिर। कहीँ थाहा पनि झन्डा जबस्ती रुखुसुकमा तानेको छ पोलमा, तर जनताले कहीँ पनि मनमा राखेको छैन गाछी छाप या अन्य पार्टीको छाप या सूर्य छाप या तारा छाप जो छ। यसपालि बक्सा खुलेपछि थाहा हुन्छ। यसपालि यहाँ मधेसी दलको पनि उठी बास लाग्छ, कम्युनिस्टहरूको त उठी बासै लाग्छ, उनीहरूको हडिबिजोग भन्छ अनि त्यो हुन्छ। अर्को कांग्रेसको पनि नयाँ सभापतिले एकदम 88 सिटलाई 25 सिटमा झाडेर देखाउनुहुन्छ कि मिडियाको सामने देखाउनुहुन्छ कि हेर म यति बहादुरको साथ तपाईहरूले मिडियाले मलाई सभापति बनाउनु भयो, म 25 सिटमा झाडेर देखाएँ। यो चुनाव परिणामपछि